अस्ट्रेलिया अप्लाई गर्न खोज्ने स्टुडेन्ट्सहरूले यो असेसमेन्ट लेभल 1, 2 र 3 को बारेमा त धेरै सुन्नु भएको होला। लेभल 1 मा हुँदा धेरै रिस्क नै हुँदैन, लेभल 2 मा मिडियम र 3 मा हाई रिस्क हुन्छ भनेर त धेरैले सुन्नु भयो होला। अब यो रिस्क चाहिँ कसरी हुँदो रहेछ, यो चाहिँ कसरी क्याल्कुलेसन हुन्छ, अनि के फ्याक्टरले चाहिँ बढी रिस्क हुने कि नहुने भन्ने कुराहरू मापन हुँदो रहेछ भन्ने कुरा यो भिडियो मार्फत म तपाईँहरूलाई छर्लङ्गै बनाउन चाहन्छु। फर्स्ट तपाईँ के हेर्नुहोस् भनेदेखिबाट यो तपाईँको चाहिँ असेसमेन्ट लेभल 1, 2 र 3 हेर्ने हो भनेको चाहिँ सिम्प्लिफाइड स्टुडेन्ट भिजा फ्रेमवर्क SSVF ले यसलाई कन्ट्रोल गरिरहेको हुन्छ भनेदेखिबाट हजुरहरूको चाहिँ 5 वटा फ्याक्टर यसमा राखिएको हुन्छ। 5 वटा फ्याक्टरमा भनेको चाहिँ तपाईको रेट अफ भिजा क्यान्सलेसन्स, कतिवटा भिजा चाहिँ क्यान्सल भइरहेको छ अस्ट्रेलियामै गएर भने पनि त्यसले 25% वेटनिङ गरेको हुँदो रहेछ। त्यही भएर अस्ट्रेलियामा हुने स्टुडेन्ट्सहरूले पनि त्यहाँको भिजा कन्डिसन्सहरू मेन्टेन गर्नुपर्छ र सकेसम्म चाहिँ कोर्स चेन्जहरू जिगज्याग गर्ने र रिभिजन लिने गर्दाखेरि त्यसले गर्दाखेरि पनि नेपालमा अप्लाई गर्नेहरूलाई असर परिरहेको हुन्छ। त्यही भएर यो भिजा क्यान्सलेसन्स रेट हामीले घटाउनतिर लाग्नु पर्छ। रेट अफ रिफ्युजल ड्यु टु अफ फ्रड रिजन्स भनेको 40% वेटनिङ गरेको हुन्छ। कहिले पनि नेपालबाट फ्रड डकुमेन्ट हालेर अप्लाई गर्छु भनेर सोच्दै नसोच्नुहोस्, यसले त झन् 40% वेटनिङ क्यारी गरेको छ। अब रेट अफ रिफ्युजल एक्सक्लुडिङ फ्रड जम्मा यो 10% छ। नर्मल रिफ्युजल छ भने बरु त्यसले धेरै माइने राखेन। रेट अफ सब्सिक्वेन्ट प्रोटेक्सन भिजा एप्लिकेसन्स, यो प्रोटेक्सन भिजाले 10%। र अर्को छ रेट अफ स्टुडेन्ट भिजा होल्डर्स बिकमिङ अनलफुल नन सिटिजन्स, यो तपाईँको चाहिँ इलिगल बस्नेहरूलाई चाहिँ 15% वेटनिङ क्यारी गरेको हुँदो रहेछ। अब हामीले यो बुझौँ, यति बुझिसकेपछिबाट अब यो क्याल्कुलेसन चाहिँ कसरी हुन्छ त भन्ने कुराहरू बुझौँ। अब मैले यसको लागि एउटा इक्जाम्पल लिएको छु। मानौ यो नेपालमा चाहिँ अहिले चाहिँ लेभल 3 मा छ। मानौ अब हाम्रो नेपालको कन्डिसन्समा चाहिँ यो 5 वटा फ्याक्टर भयो है त। तपाईँको चाहिँ क्यान्सलेसन्स, तपाईँको फ्रड रिफ्युजल, नर्मल रिफ्युजल, इलिगल स्टे र प्रोटेक्सन भिजा भयो। अब यसमा चाहिँ यो हेर्ने भनेको चाहिँ इभिडेन्स लेभल इन्डेक्स कतिमा छ त भन्ने कुराले डिटरमाइन हुन्छ। यदि बिलो 1 रहेछ भनेदेखिबाट यो लेभल 1 मा पर्ने भयो। अब बिट्विन 1 to तपाईँको 2.7 सम्म पर्ने रहेछ भनेदेखिबाट 2 मा, अर्को एबभ 2.7 भन्दा माथि भयो भनेदेखि एउटा लेभल 3 मा पर्ने रहेछ भन्ने कुरा बुझ्नु पर्यो। अब यो क्याल्कुलेसन चाहिँ कसरी हुन्छ त? अब मानौ नेपालमा चाहिँ नेपाली सिटिजनहरूको चाहिँ त्यहाँ चाहिँ क्यान्सलेसन भएको रेट 88% छ, फ्रड रिफ्युजल भएको 7% ले छ, नर्मल रिफ्युजल भएको चाहिँ जम्मा 10% ले छ, इलिगल स्टे 6% ले गरेका छन् र प्रोटेक्सन भिजा चाहिँ 5% पो छ नेपाली सिटिजनहरूको भनेदेखिबाट अब हामीले पहिला निकाल्छौँ वेट एन्ड स्कोर। अब वेट एन्ड स्कोर निकाल्नको लागि हामीसँग रेट यही भइहाल्यो, वेट चाहिँ कति क्यारी गरेको छ भने माथिकै भइहाल्यो। अब यसको फर्मुला रहेको छ एक्चुअल रेट इन्टु वेट भनेको क्यान्सलेसनको 8% छ होइन, 8% इन्टु 25। तपाईँको चाहिँ फ्रड रिफ्युजल 7 छ, 7%, 7% इन्टु 40। नर्मल रिफ्युजल 10% छ, 10% इन्टु 10। तपाईँको चाहिँ इलिगल स्टे 6% इन्टु 15। अब प्रोटेक्सन भिजा 5% इन्टु 10 गरिसकेपछिबाट तपाईँको यो 2 अनि 2.80 यो टोटल वेट एन्ड स्कोर यहाँनिर आउँछ। यो वेट एन्ड स्कोर चाहिँ तपाईँले टोटल जोडिसकेपछिबाट तपाईँको चाहिँ यो इभिडेन्स लेभल इन्डेक्स निकाल्ने फर्मुला भनेको चाहिँ यो टोटल 5 वटा फ्याक्टरलाई जोडिसकेपछिबाट जति स्कोर आउँछ, जति पु आउँछ त्यो आधारमा हामीले चाहिँ लेभल 1, 2 र 3 पत्ता लगाउँछौँ भने यसको 7.20 आएको छ। 7.20 भनेको त तपाईँको एबभ 2.7 छ। यो अबभ 2.7 हुने बित्तिकै त यसलाई के हुने भयो भनेदेखिबाट यो त लेभल 3 मा गयो। सो यदि कम आएको भइदिएको भए लेभल 2, लेभल 1 भन्ने हुन्थ्यो। त्यही भएर हामीले के बुझ्नु पर्यो भने नेपालबाट अप्लाई गर्ने स्टुडेन्टहरूले पनि फ्रड डकुमेन्ट बनाएर नगर्ने, बरु राम्रोसँग डकुमेन्टहरू बिस्तारै बनाउँदै जाने भन्ने पनि बुझ्नु पर्यो। र अस्ट्रेलियामै भएका स्टुडेन्ट्सहरू पनि हतारेर जाने बित्तिकै कोर्स चेन्ज गर्ने, भिजाको टर्म्स एन्ड कन्डिसनहरू ब्रेक गर्ने जस्ता कामहरू नगर्ने हो भनेदेखिबाट हामी असेसमेन्ट लेभल एकचोटि 2 मा पुगिसकेको मान्छे 3 मा झर्नु पर्यो। भोलि हामीले यसलाई कायम गर्ने हो भने हामी भोलि 2 हुँदै 1 मासम्म पुग्न सक्ने आधारहरू बन्न सक्छन्। थ्याङ्क यू सो मच।